तपाईँले अब की बार बालेन शाहको नेतृत्वमा सरकार बन्छ भन्दै गर्दा बालेन शाह समेत हार्नुहुन्छ, यो सर्लाही क्षेत्रमा तपाईँ समेत हार्नुहुन्छ भन्ने आकलन गरिन्छ। यसमा एउटा कुरा के छ टिप्पणी तपाईँ? न बालेन शाह हार्छ न अमरेश सिंह हार्छ। तपाईँ यसमा विश्वास दिनुहोस्, यो म तपाईँले ठोकुको साथ भन्न चाहन्छु। भनिदिनुहोस् न, तपाईँ पटक पटक यो क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ, यो क्षेत्रमा तपाईँको मत कति आउँछ त्यो भन्नुहोस्। होइन, मत त जनताको हातमा छ, तर एउटा कुरा के भने जुन कांग्रेसको सभापतिजी यहाँ चुनाव लडिराख्नु भएको छ उहाँसँग 10,000 भन्दा बढीको मार्जिनले म जित्छु, यति मलाई विश्वास छ। त्यो जनताले भनिरहेको छ। तर उहाँले भन्नुभएको छ अत्याधिक मतले अमरेश कुमार सिंह चौथो स्थान भन्दा 5औं स्थान समेत आउँछन्, म चाहिँ जित्छु भन्नुभएको छ उहाँले। होइन, टिमले भनेको छ त्यो त यो कुरा त जनतासँग सोध्नुहोस्। जनता यही छ, सोध्नुहोस् कि उहाँ मेरो चौथो स्थान हुन्छ कि 5औं स्थान हुन्छ कि पहिलो स्थान हुन्छ, त्यो जनताले बताइदिन्छ। उहाँले तपाईँलाई प्रतिस्पर्धी समेत मान्नु भएको छ। ठिक छ, त राम्रो कुरा हो नि। उहाँसँग त मेरो प्रतिस्पर्धा छैन, कोसँग हो त प्रतिस्पर्धा? मेरो कसैसँग प्रतिस्पर्धा छैन। म जनतासँग